नमस्कार। आज हामी कुरा गर्छौँ महिलाको हक सम्बन्धी व्यवस्था। नेपालको संविधान 2072 मा महिलाको हकको व्यवस्था गरिएको छ। यसमध्ये मौलिक हक मध्ये एउटा पनि महिलाको हक पनि मौलिक हक हो। त्यसमा मौलिक हक संविधानको भाग 3 मा व्यवस्था गरिएको छ र धारा 38 मा महिलाको हक सम्बन्धी व्यवस्था गरिएको छ। नेपालमा पुरुषभन्दा महिलाको संख्या धेरै छ, तर धेरै महिलाहरूलाई मौलिक हकको आफ्नो मौलिक हक थाहा छैन। त्यो कुरा आज हामी चर्चा गर्छौँ। एक उपधारा 1 मा प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना वंशीय हक हुनेछ। त्यो भनेको आमा बुवाको सम्पत्ति जग्गा जमिनमा छोराछोरीलाई बराबर अंश हुनेछ। छोरालाई दिने छोरीलाई नदिने त्यस्तो गर्न पाइँदैन। दुईटैलाई बराबर अंशको हक हुनेछ। अर्को उपधारा 2 मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व वा प्रजनन सम्बन्धित हक हुनेछ। कुनै पनि महिलालाई बच्चा पाउने उसको अधिकारको कुरा हो। निःशुल्क गर्भवती जाँच गर्ने उसको अधिकारको कुरा, निःशुल्क सुत्केरी हुने उसको अधिकारको कुरा। त्यस्तै उपधारा 3 मा महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परागत प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोविज्ञान वा अन्य कुनै किसिमको कार्य वा शोषण गरिने छैन। यो भनेको कुनै पनि महिलालाई कुप्रथाहरू लगाएर मानसिक तनाव दिने, कुटपिट गर्ने वा दाइजोको न्युमा कुटपिट गर्ने वा महिनावारी भएको बेला महिलाहरूलाई लगेर गोठमा राखिदिने त्यस्तो गर्न पाइँदैन। त्यस्तो गरिएमा कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितले कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ। त्यस्तो कसैले गर्यो भने बुँदा नम्बर 4 उपधारा 4 मा राज्यको सबै निकायमा महिलालाई समानुपातिक सामवेशीको सिद्धान्तको आधारमा सहभागी हुने व्यवस्था गरियो। त्यस्तो प्रदेश, स्थानीय सङ्घमा जनप्रतिनिधिहरूमा सहभागी गराउने, त्यस्तै अरू निकायहरूमा महिलाहरूलाई समानुपातिक सिद्धान्तको आधारमा सहभागी गराउने। त्यस्तै उपधारा 5 मा महिलालाई शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षामा सकारात्मक विवेकको आधारमा विशेष अवसर प्रदान गरिने। त्यो भनेको शिक्षामा महिलाहरूलाई विशेष छुट दिने, छात्रवृत्तिको व्यवस्था, त्यस्तै स्वास्थ्यहरूमा छुट दिने वा लोनहरू बैंकबाट लिँदा छुट दिने व्यवस्था छ। त्यस्तै अब उपधारा 6 सम्पत्ति तथा पारिवारिक मामलामा दम्पतिको समान हक हुने। त्यस्तो पति पत्नीको कुनै पनि काम गर्दा दुईजनाकै सल्लाह हुनु पर्यो। जग्गा किन्दा वा बेच्दा दुईजनाकै सल्लाहमा किन्नु पर्यो। र सम्पत्तिहरू बाँडफाँड गर्दा दुईजनाकै सल्लाह हुनुपर्छ।